टिभी युट्युब च्यानलको साहित्य विशेष कार्यक्रम मेरो रचनामा तपाईहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम सञ्चालक नरेश विष्ट निशानको तर्फबाट स्वीकार्नुहोस् न्यानो साहित्यिक अभिवादन। तपाईहरू साहित्य विशेष कार्यक्रम मेरो रचना सुरमा सरोवर टिभी युट्युब च्यानल मार्फत हेर्न अनि सुन्न पनि सक्नुहुनेछ र फुर्सदको बेला सुरमा सरोवर युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र सँगै रहेको बेल आइकनमा दाबी अलमा क्लिक गर्नुहोला र आफूलाई समय भएको बेला त्यहाँ अपलोड भिडियोहरू हेर्न अनि सुन्न पनि सक्नुहुनेछ। साहित्य विशेष कार्यक्रम मेरो रचनामा योभन्दा अगाडि 5 भाग अथवा 5 वटा एपिसोडहरू प्रसारण गरिसकेका छौँ र आज 6औं भाग अथवा 6औं एपिसोड लिएर म उपस्थित भइसकेको छु र आज 6औं भागमा पनि साहित्य विशेष रचनाहरू मध्येमा सुन्दर सुदूरपश्चिम दार्चुला जिल्लामा जन्मनु भएका साहित्य प्रेमी भाइ राजेश छेत्री निर्दोषका 5 वटा उत्कृष्ट मुक्तकहरू रहेका छन्। ती 5 वटै मुक्तकहरू लिएर सुरमा सरोवर टिभीको युट्युब च्यानलमा म उपस्थित भइसकेको छु। अब केही ढिला नगरी राजेश छेत्री निर्दोष भाइका मुक्तकतिर लाग्छु। उहाँको पहिलो मुक्तक यसरी सुरु हुन्छ। बाले छोराको खुसीका निम्ति साउको गुलामी बन्नुपर्छ, हेर्नुहोस् आमाले शरीर बेचिने सहरमा बदनामी बन्नुपर्छ। यतिसम्म सोच्ने बा आमालाई वृद्धाश्रममा राखेर बाले छोराको खुसीका निम्ति साउको गुलामी बन्नुपर्छ, हेर्नुहोस् आमाले शरीर बेचिने सहरमा बदनामी बन्नुपर्छ। यतिसम्म सोच्ने बा आमालाई वृद्धाश्रममा राखेर छोराले कि त गुण्डा बन्नुपर्छ कि त हरामी बन्नुपर्छ। मैले राजेश छेत्री निर्दोष भाइको एक मुक्तकलाई सकाई अब म दोस्रो मुक्तक सुरु गर्छु। दोस्रो मुक्तक यसरी सुरु हुन्छ। गरिबको उही हाल सरको घाम कम भएन, युद्ध चलिरह्यो निरन्तर बदनाम कम भएन। जसरी छोरो पढ्दै जिम्मेवारी गबड्दै गएपछि गरिबको उही हाल सरको घाम कम भएन, युद्ध चलिरह्यो निरन्तर बदनाम कम भएन। जसरी छोरो बढ्दै जिम्मेवारी बढ्दै गएपछि घाँटीमा पासो थपिँदै गयो लगाम कम भएन। दोस्रो मुक्तक निसकाए अब म लाग्छु तेस्रो मुक्तकतिर। फेरि एक समय वर्ष महिना दिन सम्झिँदा धनीहरूको घरमा खानपिन सम्झिँदा वर्षौं भयो खाडीमा पसिना बगाउँदै गरेको। फेरिएको समय वर्ष महिना दिन सम्झिँदा धनीहरूको घरमा खानपिन सम्झिँदा वर्षौं भयो खाडीमा पसिना बगाउँदै गरेको। आँखामा निन्द्रा छैन घरको ऋण सम्झिँदा। मैले उहाँको तेस्रो मुक्तकलाई निसकाए अब म उहाँको चौथो मुक्तकतिर लाग्छु। चौथो मुक्तक यसरी सुरु गर्छु। साथ दिन्छ समय अनुकूलले कहिले नसोच्नु, खाएका बाचा कसम कबुलले कहिले नसोच्नु। फुल आफू त स्वयं ओइलिएर जान्छ भने हो, फुल आफू त स्वयं ओइलिएर जान्छ भने प्रेमलाई बचाउँछ फुलले कहिले नसोच्नु। चौथो मुक्तक सकाए अब लाग्छु म पाँचौं मुक्तकतिर। घुम्दै फिर्दै आवारा हुँदै मसँग पुग्छन्, बुझ्नै नसकिने इसारा हुँदै मसँग पुग्छन्। प्रिया फिर्ता गरौँ या मुटुमा सजाएर राखौँ, हो प्रिया फिर्ता गरौँ या मुटुमा सजाएर राखौँ। तिम्रा यादहरू बेसहारा हुँदै मसँग पुग्छन्, घुम्दा फिर्दै आवारा हुँदै मसँग पुग्छन्। बुझ्नै नसकिने इसारा हुँदै मसँग पुग्छन्। धन्यवाद राजेश छेत्री निर्दोष सुन्दर सुदूरपश्चिम दार्चुलाका स्रष्टा राजेश छेत्री भाइलाई हार्दिक धन्यवाद। उहाँ चाहिँ हाल मलेसियादेखि यी उत्कृष्ट 5 मुक्तकहरू हामीलाई सम्प्रेषण गर्नुभएको हो। यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो यो नमिठो धुन नमिठो सुरमा आफ्ना ती मुक्तकहरूलाई हाम्रो कार्यक्रम साहित्य मेरो रचनामा पठाइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धेरै धेरै आभारी छु राजेश छेत्री निर्दोष भाइ। अहिलेको श्रृङ्खलाबाट म कार्यक्रम सञ्चालक नरेश विष्ट निशान बिदा हुन्छु। जय साहित्य, जय नेपाल।